सिजन बेला यहाँ प्याक हुन्छ हैन के सिजन बेला यहाँ पनि बाटो त धेरै रहेछ त ओर्लिँदाखेरि चाहिँ जाँदाखेरि चाहिँ उता खै कता अन्तै जानु लाग्यो ए अन्तै भनिरहेको थियो अहिले साँच्चै के गाउँ यहाँबाट जाने त हो नि त च्याप्रु ए ए च्याप्रु बेसी यहाँ ठुल्ठुलो छ है चाउ चाहिँ कस्तो नमिठो तितो बनाइदियो पिरो दिएर राख्यो भरे चाउचाउ पनि त्यस्तो नमिठो हुन्छ है चाउचाउ पकाएको मिठो लाग्ने भने त्यो भेजिटेबलहरू हालेको मात्रै अब कहिले पनि मिठो लाग्दैन यहाँ त कसलाई थाहा छैन नि के केटाहरूले कसलाई थाहा रहेछ गुसुकुन्डाको स्टोरीमा राखेको थाहा पाउनु थाहा होइन कहाँ स्टोरीमा त मैले के स्टोरी राखेको छु तर मेरो मुख देखेर तेरो पो राखेको तेरो र मेरो मुख देखा मात्र छ यहाँको हालेर राखेको छैन मैले कि ब्याकग्राउन्ड कि सेल्फी कि नाइट त्यो बाहेकको त कुनै पनि राखेको छैन मैले नि त त्यो एउटा चन्दनबारी भनेर लेखाएको छु नि अरू के लेखाएको थियो मैले भने मतलब जति नै केटाहरूले फोन गरेँ नि अहिले भर्खर थाहा छैन नि त हिजो सरसलाई थाहा थिएन नि त कसलाई थाहा छैन के यो अनेस दाइले पनि थाहा हुँदैन थियो बिजे जिम गरेर आएर बामे के छ ल गयो भनेर आइदिएको थिएँ त्यति बेला सबै थियो बामेले भन्यो होला कहाँ जान्ला भनेर जानु भन्थ्यो होला तेरो फोन गरेर थाहै होइन Sorry. देउरालीमा बतास चल्यो बतास चल्यो भने गोरुको मोबाइल छैन त्यो वाला छ अर्को अरू बजाम त्यही छैन डाटा छैन हटस्पट छ र म मेरो त डाटा चल्ने भयो तपाईँ भन्दा बसिहाल्थेँ कस्तो कुरा गरेको गोरु देउरालीमा बतास चल्यो बतास चल्यो बतास चल्यो बतास चल्यो एक्लै हो
पागल हुन्छ किन पागल मान्छे एक्लै हुन्छ त्यही त म त्यही भन्दा सुरेन्द्रले त्यो त पागल भएपछि